हेलो सम्पूर्णमा नमस्कार। म आज तपाईँहरूका लागि एउटा सानो इन्फर्मेटिभ भिडियो लिएर आएको छु र भिडियोको शीर्षक के रहेको छ भने नेपाल सरकारले लिएको लटरी सिस्टमको बारेमा रहेको छ। र नेपाल सरकारले लिएको लटरी सिस्टम किन हो भन्दाखेरि सानादेखि ठुला व्यापारीहरूलाई एकदमै पारदर्शी बनाउने र सिस्टममा राम्रो सिस्टममा जोड्नका लागि हो, जसमा हरेक नेपाली नागरिकहरूले बिल लिने बानी बसाल्नेछन् र हरेक व्यापारीहरूले हरेक नागरिकहरूलाई बिल दिनुपर्नेछ। र यस कार्यक्रममा हरेक दिन एकजनाले 1 लाख रुपियाँ र 15 दिनमा एकजनाले 10 लाख रुपियाँ जित्न सक्ने छन्। जसरी 1 महिनाभित्रमा 2 जनाले 10 लाख रुपियाँ र 30 जनाले रु 1 लाख जित्ने छन्। यो कर बिना चाहिँ हरेक नागरिकले 1 लाख रुपियाँ जित्ने छन् र जुन 10 लाख जित्ने 2 जना छन् तिनीहरूले चाहिँ कर पछि 7,50,000 हुनेछ। खास टोटलमा चाहिँ 1,33,334 हो 1 लाख रुपियाँ जित्नेले, जुन 25% ट्याक्स काटिसकेपछि पाउने चाहिँ 1 लाख हो। जुन 10 लाख जित्नेले चाहिँ ट्याक्स काटिसकेपछि 7,50,000 पाउनुहुनेछ। र यस कार्यक्रममा सहभागी हुनका लागि हजुरले कुनै पनि पसलबाट रु 100 भन्दा बढीको सामान किन्नु भएको छ भने चाहिँ हजुरले बिल अनिवार्य रूपमा लिएर राख्नुपर्नेछ। यदि तपाईँले बिजनेस अकाउन्टमा डिजिटल पेमेन्ट गर्नुभएको क्युआरबाट भने चाहिँ तपाईँ स्वतः त्यसमा आबद्ध हुनुहुनेछ। तर त्यसमा पछि हजुरलाई यदि लट्टी परिहाल्यो भने क्लेम गर्नको लागि हजुरलाई बिल चाहिने हुन्छ। त्यसैले हजुरले बिल चाहिँ अनिवार्य राख्नुपर्छ। र यदि हजुरले क्यासबाट पैसा तिर्नु भएको छ भने पनि बिल अनिवार्य चाहिन्छ, किनभने यदि क्यासबाट तिर्नु भएको छ भने त यस कार्यक्रममा सहभागी हुनको लागि जुन बिलमा भएको प्यान नम्बर, बिल नम्बर सबै अपलोड गर्नुपर्नेछ। र यस कार्यक्रममा कसरी सहभागी हुने त्यसको लागि म हजुरलाई सिकाउनेछु। ल मोबाइलको स्क्रिनमा जाउँ है त। कार्यक्रममा सहभागी हुन तपाईँ मोबाइलको कुनै पनि ब्राउजरमा जानुहोस् र त्यसमा गइसकेपछि prize.iard.gov.np हाल्नेपछि यो करदाता प्रोत्साहन उपहार कार्यक्रम भन्ने खुल्छ। यसमा कुन कुन अवस्थामा चाहिँ सहभागी हुन मिल्दैन भनेर लेखेको छ। व्यावसायिक प्रयोजनका लागि भएका खरिद बिलहरू, सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएका बिलहरू, टेलिफोन सेवा, विद्युत सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिद बाबतका बिलहरू भए। स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरेका बिल भनेको छ। यो भनेको चाहिँ यदि हजुरले जुन बिल लिनुभएको छ त्यसमा प्यान नम्बर, भ्याट नम्बर छैन भने चाहिँ यसमा सहभागी हुन मिल्दैन। त्यसैले हजुरले बिल लिने बेला चाहिँ त्यसमा प्यान नम्बर छ कि नै त्यो चाहिँ कन्फर्म गर्नु होला। र हजुरले यदि क्युआर पेमेन्ट गर्नुभएको छ, विद्युतीय पेमेन्ट भन्छ, त्यो गर्नुभएको छ भने चाहिँ यसमा चाहिँ स्वतः दर्ता हुन्छ। त्यसको लागि केही गर्नु पर्दैन। जुन पेमेन्ट गरेको स्टेटमेन्ट छ त्यसमा कुपन नम्बर हुन्छ। र यदि हजुरले चाहिँ नगदबाट पेमेन्ट गर्नुभएको भने चाहिँ बिल दर्ता गर्नुपर्ने हुन्छ। त्यसको लागि बिल दर्तामा गइसकेपछि हजुरहरूले बिल विवरण राख्नुपर्ने हुन्छ, जसमा बिलमा भएको नम्बर हुन्छ, विक्रेताको प्यान नम्बर, बिलमा भएको प्यान नम्बर, अनि कुन डेटमा लिएको हो यसमा डेट पनि हेरेर राख्नु होला। अनि बिलमा भएको कुल रकम, अनि भुक्तानीको विवरण भन्छ त्यसमा चाहिँ तपाईँको नाम राख्नुहोस्, मोबाइल नम्बर राख्नुहोस्, ठेगाना राख्नुहोस्। त्यसपछि चाहिँ यहाँ सक्सेस आउँछ। मैले चाहिँ यहाँ पल्ले गरिसकेको देखाएन। त्यसपछि यो पुरस्कार कुपन सिर्जना गर्नु, यसमा क्लिक गरिसकेपछि एउटा कुपन नम्बर आउँछ जुन चाहिँ तपाईँलाई म स्क्रिनमा देखाइदिन्छु यहाँ। त्यसपछि यसरी हजुरले पुरस्कार कुपन सिर्जना गरिसकेपछि हजुरसँग एउटा कुपन नम्बर आएको हुन्छ जुन चाहिँ म हजुरलाई माथि देखाएको छु। यदि हजुरले डिजिटल पेमेन्ट गर्नुभएको छ भने चाहिँ त्यो पेमेन्ट गर्दा दिनको स्टेटमेन्टमा रहेको हुन्छ, त्यहाँदेखि हजुरको कुपन नम्बर हेर्नु होला। जब सरकारले हरेक महिनाको 16 गते र 1 गते रिजल्ट अनाउन्स गर्छ त्यसपछि चाहिँ हजुरलाई यो लट्री पर्यो कि नै भनेर हेर्नका लागि चाहिँ हजुरले यही वेबसाइटमा जानुहोस्। त्यसपछि हजुरले यहाँ विजेता सूची भन्ने देख्नुहुनेछ। त्यसमा गइसकेपछि यहाँ जसलाई लट्री परेको छ सबैको कुपन नम्बर देखाएको हुन्छ। हजुरले यसरी हेर्न सक्नुहुन्छ। माथि एउटा विजेता देखाएको छ जो चाहिँ 10 लाख जित्नेमा हो भने तल 15 विजेता भनेको छ जो चाहिँ 51 लाख जित्नेमा हो। यदि हजुरसँग सिर्जना भएको जुन बिलबाट अपलोड गर्दा बनेको कुपन नम्बर थियो अथवा हजुरले डिजिटल पेमेन्ट गर्दा स्टेटमेन्ट बनेको कुपन नम्बर थियो, त्योसँग यहाँ रहेको कुपन नम्बर कुनै पनि मिल्यो भने यसमा रातोमा देखाएको दाबी भन्नेमा जानुहोस्। त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ यहाँ सम्पूर्ण विवरणहरू भर्नुपर्ने हुन्छ। विक्रेताको प्यान नम्बर, रकम भयो, हजुरले लिनुभएको जुन बिलको छ त्यो बिलको फोटो भयो, बिलमा भएको हजुरको नाम, जुन चाहिँ बिल लिने बेला चाहिँ ब्याङ्कमा अकाउन्टमा भएको नाम मिल्ने वाला नाम राख्नुपर्ने हुन्छ, नत्र पछि झ्याउ हुनसक्छ। अनि फोन नम्बर, ठेगाना, ब्याङ्कको विवरण, ब्याङ्कको नाम राख्नुहोस्, कुन ब्याङ्कको शाखा कहाँ छ त्यो राख्नुहोस्, ब्याङ्क खाता नम्बर राख्नुहोस्। यसपछि चाहिँ यहाँ प्रमाणीकरण सक्सेस गरिसकेपछि दाबी पेश गर्न सक्नुहुन्छ। त्यसपछि हजुरलाई केही म्यासेज आउँछ होला अनि केही समयपछि हजुरको अकाउन्टमा डाइरेक्ट जुन जित्नुभएको लट्रीको पैसा छ त्यो आउनेछ। हस् त, धन्यवाद। अरू केही जानकारी चाहिएको छ भने यस सम्बन्धी हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ है त।